नेपाली वाला डान्स फन हुन्छ नि यस्तो 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 पुरै स्टेप भित्रबाट आइरहेछ के हाय ओ यहाँ जान पाए भनेर क्या फिल भइरहेको थियो हैन काफले इन्टरनेट पार्टनर सजिलो नेट सरल सुलभ र सुपथ हेलो गाइस वेलकम ब्याक टु माय च्यानल के हुँदैछ सबैजनाको सो आज चाहिँ म फेरि पनि आइसकेँ किनभने उनको स्वेटर भन्ने मुभीको नयाँ गीत रिलिज भइसकेको छ हैन र यो रिलिजमा चाहिँ मलाई उहाँहरूले बोलाउनु भएको थियो तर म जान पाएको थिएन केही कारणवश हैन सो आई एम गोना रियाक्ट टु इट अहिले हैन सो गीतको नाम चाहिँ काफले रहेको छ हैन सो लेट्स सी द भिडियो एन्ड सङ ढिला नगरी है त काठमाडौँ प्रेजेन्ट उनको स्वेटर घर केले छाउनु पराल न खरा कस्तो राम्रो ठाउँ झिङ्गाटी घर केले छाउनु पराल न खरा छैन नि झिङ्गाटी हौ भाग्यमै भए कमान्छु भन्छ चाटिन सम्पत्ति अब यो गीतमा चाहिँ पुरै नेपालीपन झल्किएको भाइब त आइरहेको छ हैन एज यु क्यान लिसन अनि यसमा चाहिँ कस्तो रमाइलोवाला त्यो हुन्छ नि रमाइलोवाला त्यो एलिमेन्ट्स पनि छ के भाग्यमै भए कमान्छु भन्छ चाटिन सम्पत्ति गाई भने सानो दुध दिन्छ मानो खानु कि नखानु मागेरै लानु नसक्नेसँग जानु कि नजानु धन सुक्यो रातले फकाउँछ काफले जानु कि नजानु धन सुक्यो रातले फकाउँछ काफले जानु कि नजानु कस्तो रमाइलो वेले पोर्ट्रे गरेको छ है त्यो लभ एङ्गल यो मुभी पनि पुरै रमाइलो होला जस्तो किनभने एक्टरहरूको एक्टिङ पनि दामी होला जस्तो छ हेर्नु नि त पुरै नेचुरल वेमा गएको छ नि नट एन एक्टिङवाला चाहिँ देखाएको छैन क्या बाँझो खेत बाली लगाउँछु भन्छ हालोले जोतेर बाँझो खेत बाली लगाउँछु भन्छ हालोले जोतेर रित भातै बिना आँखाको चालमा त्यो नेपालीवाला डान्स फन हुन्छ नि यस्तो 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 पुरै स्टेप भित्रबाट आइरहेछ क्या म रिलिजमा नगएको राम्रै भएछ किनभने त्यहाँ पनि आया गरेर तर रमाइलो चाहिँ हुन्थ्यो धन सुक्यो रापले फकाउँछ काफले जानु कि नजानु काफले धन सुक्यो रापले फकाउँछ काफले जानु कि नजानु झन् काफलेको गीत सुन्न पाइन्छ होला भनेर मन पराएको त गल्ती पो गरे कि क्या गाउँदै गाउँदै ओके काफलेको वाला हो त्यो अस्ति रुख चढ्दाखेरि गएको गीत गाउँ न भिरा र पहिरो खोलाको बाटो नमान्नु डराएर ए भिरा र पहिरो खोलाको बाटो नमान्नु डराएर नफुल्नु माया मनभरि फुल्यो यो जुनी तिम्रै भर हौ नफुल्नु माया मनभरि फुल्यो यो जुनी तिम्रै भर आजकल नेपाली मुभीहरुमा नेपालकै प्रमोट गरेको थियो क्या खुसी लाग्छ थाहा छ म अस्ति रिसेन्टली कुन हो मुभी हेर्न गएको थिएँ हैन त्यहाँ पनि पुरै नेपालको के भन्छ त्यो
राम्रो राम्रो ठाउँहरू देखाएको थियो कि ओ यहाँ जान पाएँ भनेर क्या फिल भइरहेको थियो र यस मान्छेहरू चाहिँ त्यो अपलोड गरे सिङ्गापुर यहाँ त के भन्ने ठाउँमा गएर नजानु सट्टा नेपालमै राम्रो राम्रो ठाउँमा गएर सुट गर्दा त अलिक गाह्रो नै हुन्छ होइन तर प्रमोट पनि भइरहेछ नि त सो यो कुरा चाहिँ एकदमै राम्रो लागिरहेछ अनि यो गीतमा पनि कस्तो राम्रो राम्रो ठाउँ देखिरहेछ कस्तो रमाइलो लागिरहेछ सुन है साथी दोधारमा परे के गर्नु देखाउने माया भगाउने माया कुन चाहिँ पत्याउनु सुक्यो रातले फकाउँछ काफले जानु कि नजानु धान सुक्यो रातले फकाउँछ काफले जानु कि नजानु धान सुक्यो रातले फकाउँछ काफले जानु कि नजानु धान सुक्यो रातले फकाउँछ ओके सो मैले अनेस्टली भन्नुपर्दा चाहिँ होइन सुरुमा यो थम्बनेलहरू हेर्दाखेरि चाहिँ यस्तो रमाइलोवाला भाइब चाहिँ आउँदैन जस्तो लागेको थियो त्यो स्नुदिङवाला हुन्छ नि आनन्दवाला भाइब चाहिँ आउँछ जस्तो लागेको थियो गीतबाट त्यो हुन्छ नि छुट्टैवाला भाइब आउँछ जस्तो लागेको थियो क्या तर योमा चाहिँ एकदमै रमाइलो गर्नु पनि नाच्न मिल्नेवाला त्यो हामी प्यारेन्ट्स डेहरूमा नाच्छ है नेपाली गीतमा त्यस्तैवाला भाइब आएको थियो अनि स्वर पनि एकदमै युनिक लाग्यो मलाई झुमा लिम्बुजीको चाहिँ होइन अनि हाम्रो अफकोर्स सुजन चाप्पा गाईको त केही भन्नै पर्दैन अलवेज अन द टप हो होइन अनि नयाँ भोइस चाहिँ मलाई एकदमै राम्रो लाग्यो अलिकति छुट्टै युनिक टाइपको थियो नि त होइन सो यहाँ मलाई चाहिँ एकदमै रमाइलो लाग्यो होइन मैले हुन त एक्सपेक्ट गरेँ भन्दा छुट्टै रमाइलो निस्केर नि होला आई फेल्ट लाइक द्याट होइन हजुरहरूलाई चाहिँ के कस्तो लाग्यो अनि काफ्ले इन द हाउस कमेन्ट डाउन बिलो रमाइलो होला काफ्लेहरूको लागि चाहिँ यो गीत होइन अनि मुभी पनि रमाइलो होला जस्तो छ वैशाख 26 गते छ आई होप यु गाइज विल अल्सो गो होइन सो आज चाहिँ म यति नै भन्छु एन्ड थ्याङ्क यू गाइज फर वाचिङ माई रियाक्सन भिडियो हो हजुरलाई पक्कै पनि मन पऱ्यो भन्दै आज म यति नै भन्न चाहन्छु एन्ड